हजुरहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दै फेरि पनि म गायत्री कुलुङ तपाईहरुको माझमा आइसकेको छु र अहिले तपाईहरु हेर्दै हुनुहुन्छ पूर्वेली कला यस मेरो युट्युब च्यानल र हजुरहरू सम्पूर्णलाई यदि नयाँ साथीहरु हुनुहुन्छ भने यस मेरो पूर्वेली कला युट्युब च्यानललाई सब्स्क्राइब गर्नु होला र छेउमा रहेको बेल आइकनलाई दबाइदिनु होला र भिडियो मन पर्यो भने लाइक कमेन्ट शेयर गरिदिनु हुन्छ भन्ने मैले आशा राखेको छु र आज पनि सदा जस्तै पूर्वी अफ्रिकाको सेसेल्सको माहे आइल्यान्डबाट चाहिँ हामी भन्नाले एकजना त्यस्ता साहित्यिक व्यक्तित्व हुनुहुन्छ उहाँलाई म फ्रेममा राखेर स्वागत छ दाजु हजुरलाई। नमस्कार। के छ दाजु हजुर कुन संस्थामा आबद्ध हुनुहुन्छ हजुरको परिचयसँग थोरै कुरा खुलाइदिउँ न। ठिकै छ। म चाहिँ नि अहिले यो गैर आवासीय नेपाली संघको साहित्यको संयोजक छु र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अफ्रिका च्याप्टर सदस्य सहित यता अर्को हाम्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा प्रकाशित हुने अन्तर्दृष्टिका सम्पादकमा पनि मैले काम गर्ने मौका पाएको छु। त्यस्तै छ। एकदमै गरिमामय पदमा एकदमै नेपाली भाषा साहित्यको लागि विशेष तपाईको योगदानको लागि म पनि एकदमै आभारी छु दाजु। र आजको बसाइमा हामी के छ दाजु, हामी आज हाम्रो हेरिरहनु हुने दर्शक आदरणीय दर्शक श्रोताहरूमाझ हामी के आज छन्द कविता छोड्दैछौँ कोसेली के छ? ठिकै छ। अब छन्द कविता पनि आज दिउँ न, निकै भयो छन्द कविताको माध्यमबाट जनता सामु नपुगेको, श्रोता सामु दर्शक सामु नपुगेको छन्द कविताको माध्यमबाट आज जाउँ भन्नेलाई पनि लागिरहेको छ। ठिकै छ। हो आज विशेष त उहाँलाई म गजलकार भनेर चाहिँ एउटा के भन्छ उपमा दिन चाहन्छु। विशेष त उहाँले गजल विधामा एकदमै आफ्नो तिखारिएको गजलहरू अथवा के भन्ने त्यसलाई गजल एकदमै चोटिलो र विशेष त गजलहरू र छन्द कविताहरू साहित्यका हरेक पाटोमा उहाँले सायद नलेख्नु भएको कमै होला, हरेक विधामा उहाँले लेखिराख्नु भएको छ र आज भने हामी त्यसो भए छन्द कविता सुन्नेछौँ। ठिकै छ दाजु, के छ हामी छन्द कविता प्रस्तुत गरौँ त? ठिकै छ, गर्नका लागि म तयार छु भाइ। हुन्छ, अब हामी छन्द कविता सुन्नेछौँ। ल, आजको कविता शार्दुल विकृति छन्दमा रचिएको नैतिक शिक्षा नाम गरेको एउटा कविता। यो चाहिँ अहिलेको अन्तर्दृष्टि जुन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा प्रकाशित हुने पत्रिका अन्तर्दृष्टिमा पनि प्रकाशित हुनका लागि तयारीको अवस्थामा छ र सम्पादनको काम सकेर यो पत्रिका तुरुन्तै निक्लिनेवाला छ र यसमा पनि यो समावेश छ। गजब दाजु, गजब। र यो कविता यसरी सुरु हुन्छ। नैतिक शिक्षा। राम्रोसँग बुझेर सिक्नु, अरूको हेरेर जान्ने हुनु। राम्रोसँग बुझेर सिक्नु, अरूको हेरेर जान्ने हुनु। देख्नेले अनुमान गर्छ सहजै त्यो ध्यान तान्ने हुनु। पहिले नै सब थोक आउँछ कहाँ सिक्नै नपर्ने गरी। औल्याए अरूले छ ज्ञान अपुरो बुझ्दा कुरो बेसरी। ज्ञानीका तहमा घुसेर सहजै विद्वानको बन्दथ्यो। अर्काको भरमा नपर्नु कहिले लाटो हुने छन्द हो। गर्दै पाप हरेक ठाउँहरूमा नाफा कमाएसरी। गर्दै पाप हरेक ठाउँहरूमा नाफा कमाएसरी। स्वार्थी मानवता हराउन पुगे मेटिन्छ त्यस्तै गरी। स्वार्थी मानवता हराउन पुगे मेटिन्छ त्यस्तै गरी। सङ्घर्षै नगरी कमाउन कतै फल्दैन सस्तो धन। सङ्घर्षै नगरी कमाउन कतै फल्दैन सस्तो धन। बाँडेरै सबमा पुर्याउन सके देखिन्छ आफ्नोपन। बाँडेरै सबमा पुर्याउन सके देखिन्छ आफ्नोपन। यात्रा नगरी पुगिन्छ कसरी अल्छी बनेका घरी। यात्रा नै नगरी पुगिन्छ कसरी अल्छी बनेका घरी। लिन्छौ के बनिनेछ लक्ष्य गतिलो स्वीकार यो मनभरि।
लिन्छौ के बनिने छ लक्ष्य गतिलो स्वीकार यो मनभरि भेट्ने छन् सुखका प्रमाण जसले आगो सहेथे अनि भेट्ने थे सुखका प्रमाण जसले आगो सहेथे अनि हट्दैनन् कोही चोट लाग्दछ बरु धागो भएरै पनि बाँच्ने या मरिने अनिश्चित सधैँ त्यो भाग्यमा निर्भर बाँच्ने या मरिने अनिश्चित सधैँ त्यो भाग्यमा निर्भर रुन्छन् जो लतमा फसेर जहिले छाडेर आफ्नै घर हुर्काए जति नै अभाव सहँदै माता पिताले तब हुर्काए जति नै अभाव सहँदै माता पिताले जब शिक्षाले गुणले सुसज्जित भए मर्दैन भोकै अब निर्धाकै रूपमा चिनाउनु परे कसले यहाँ चिन्छ र निर्धाकै रूपमा चिनाउन परे कसले यहाँ चिन्छ र जो आफ्नै गुणगान गाउनु परे के न लेखिन्छ र जो आफ्नै गुणगाउन गाउनु परे के न लेखिन्छ र भन्दै नैतिक शिक्षाको कविता अहिले समाप्त भयो। धन्यवाद दाजु, एकदम गजबको कविता दाजुले प्रस्तुत गर्नुभयो।